डाक्टर प्रतिभा दिदी, तपाईँ त अहिले पिटिया ओपिडीमा हुनुहुन्छ नि त होइन? अनि त्यहाँ कस्तो खालको बिरामीहरू आउनुहुन्छ, कस्तो समस्या लिएर आजकल जस अहिलेको समयमा चाहिँ? मतलब तिमी भन्न खोजेको कस्तो प्रेजेन्टेसन अहिले कमन छ भनेर भन्छ। ओके, द्याट्स अ गुड क्वेसन। अहिले मौसम परिवर्तनको साथसाथै बालबालिकाहरूमा धेरै जसो मौसमी रुगाखोकी अथवा साधारण रुगाखोकी धेरै कमन देखिएको छ। अनि मौसमी रुगाखोकीमा चाहिँ बालबालिकाहरू ज्वरो अनि खोकी, हाँची आउने, नाकबाट सिगान आउने, अनि आँखाबाट आँसु आउने, घाँटी खसखस गर्ने। यसले चाहिँ अब यसले चाहिँ त्यही आमाबुवाहरूले चाहिँ यसलाई चाहिँ घरमै चाहिँ कसरी यिनीहरूलाई बचाउन सकिन्छ यस्तो कुराहरू, यस्तो सिम्टमहरूबाट आफ्नो ससाना नानीहरूलाई घरमै चाहिँ के उपायहरू, घरेलु उपायहरू चाहिँ के छ यसलाई जोगाउनलाई? मेन त अहिले धेरै जसो बच्चाहरूमा कोल्ड एलर्जीले गर्दाखेरि नै हाँची आउने, रुगाखोकी आउने। त्यो एउटा मेन त सबैभन्दा राम्रो भनेको रुगाबाट, चिसोबाट बचाउने हो, न्यानो लुगा लाउने हो। अनि त्यसपछि हाइड्रेसन मेन्टेन गर्नलाई मनतातो पानी खान दिने, जतिखेर मनतातो पानी खान दिने। अनि हाइजिनमा ध्यान दिनुपर्ने हुन्छ है। अब जति फोहोर भयो, फोहोरबाटै हामीलाई अझ कन्टामिनेसन हुन्छ नि त त्यो हुने। अनि अरू जस्तो रुगाखोकी अरू इन्फेक्टेड मान्छेहरूबाट पनि हाम्रो यो त ड्रपलेटबाट सर्ने इन्फेक्सन हो नि त, हावाको थ्रुबाट होइन। त्यही भएर अब मास्क लाउने, भिडभाडमा जाँदा मास्क लगाइदिने। अब बच्चाहरू अहिले त स्कुल, मेन प्रब्लम अहिले स्कुलको बच्चाहरूलाई देखिरहेछ। अब उनीहरूलाई एउटा बच्चा छ सपोज होइन, ऊ स्कुल गयो अनि उसलाई पहिला थिएन, ऊ फेरि अर्को नानीहरूलाई त हुन्छ त्यहाँ होइन, आइरहेको हुन्छ नि स्कुल रुगा। अनि आयो फेरि 1, 2, 3, 4 दिनपछि उसलाई पनि सिम्टम्स आउँछ। अनि त्यसपछि उसलाई घरमा निको भयो, फेरि ऊ स्कुल जान्छ, फेरि रिइन्फेक्सन भएर आइरहेछ कि त्यस्तो सिनेरियो चाहिँ अहिले धेरै कमन छ। त्यही भएर यदि तपाईँको नानी धेरै रुगा मर्की लाएर यदि उसलाई धेरै हाच्छिउ नै आइरहेछन्, बरु 7 दिनसम्म उसलाई घरमै राखेर रेस्ट गराउनु भयो भने तपाईँको नानीको लागि पनि राम्रो होइन, अनि अरू नानीहरूको लागि पनि राम्रो हो। यसो गर्दाखेरि चाहिँ क्रस इन्फेक्सन हुनबाट बच्छ। होइन भने अब अहिले के छ भने एउटा बच्चा ठिक भयो, फेरि स्कुल जान्छ, फेरि अर्को रहेछ, अर्कोबाट सरेर फेरि इन्फेक्सन हुने, रिइन्फेक्सन हुने धेरै भइरहेछ। सो यो चाहिँ अब हाम्रो सानो छलफल रह्यो अहिले रुगा मर्की र बच्चाहरू मर्ने सानो हुन्छ रुगा जाडो र मौसममा हुने एउटा सानो रोगको बारेमा। सो अरू भिडियोको लागि चाहिँ दिदीको च्यानललाई सब्सक्राइब गर्नु है। थ्याङ्क यू।